भर्खरै बिहेबारी पनि भयो, बच्चा पाउने सोचमा हुनुहुन्छ या कोही अर्को बच्चा पाउने सोचमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने नवविवाहित जोडी अथवा अर्को बच्चा प्लान गर्नुभएको दम्पतीहरूमा एउटा महत्त्वपूर्ण कुरा म आज राख्न गइरहेको छु। नमस्कार। बच्चा पाउने सबैलाई रहर हुन्छ, सबैले प्लान गर्नुपर्छ। प्लान गरेर अहिलेको जमानामा चाहिँ प्लान गरेर बच्चा पाउने अथवा तयारी गरेर बच्चा पाउने अवस्था रहन्छ। त्यो बच्चा पाउने बेला अथवा बच्चा पाउने तयारी गर्दा एउटा महत्त्वपूर्ण औषधि तपाईँले खानुपर्ने हुन्छ। त्यो हो फोलिक एसिड भन्ने औषधि, जुन चाहिँ 400 माइक्रोग्राम अथवा 4 mg मा प्राप्त हुन्छ। त्यो औषधि कहिले खाने त भन्नुहुन्छ भने, तपाईँले बेबी प्लान गर्दै हुनुहुन्छ भने, अब म मानौ माघ फागुनमा बेबी प्लान गर्छु भन्नुहुन्छ भने त्यो कार्तिक मङ्सिरबाट खानुपर्ने हुन्छ त्यो औषधि, अथवा 12 हप्ता अगाडिबाट खानुपर्ने हुन्छ, 3 महिना अगाडिदेखि खानुपर्ने हुन्छ। र त्यो औषधि गर्भ रहिसकेपछि, तपाईँलाई गर्भ रहेको कन्फर्म भइसकेपछि पनि 3 महिनासम्म त्यो औषधि नियमित खानुपर्ने हुन्छ र जम्मा जम्मी 6 महिना त्यो औषधि खानुपर्ने हुन्छ। त्यो औषधिको नाम हो फोलिक एसिड। 4 mg को तपाईँले खासै त्यसको लागि धेरै कन्सल्ट गर्नु पर्दैन र त्यो औषधिले कुनै असर पनि गर्दैन। अब यो औषधि किन खाने त? हामीले त सुनेको हुन्छौँ कि गर्भ अवस्थामा अथवा पहिलो 3 महिनामा चाहिँ बच्चा आइसकेको छ भने चाहिँ कुनै पनि औषधिहरू खानु हुँदैन, त्यसले बच्चालाई समस्या गर्छ भनिन्छ। भने यो औषधि किन खानु जरुरी छ? अझ बच्चा प्लान गर्नुभन्दा धेरै अगाडिदेखि नै, 3 महिना अगाडिदेखि नै किन खानु जरुरी छ त भन्नुहोला भने, यसले हाम्रो ढाड अथवा स्पाइनल कर्ड र ढाड बस्ने खोल, हैन, जुन चाहिँ स्पाइनल क्यानल भन्छ अथवा स्पाइनल, यो जुन ढाडको हड्डी माथिदेखि तलसम्म डडाल्नुको हड्डी हुन्छ, त्यसको तल्लो भागमा त्यसको बनावट अथवा बन्ने क्रम सुरुमै बन्छ। त्यो बन्ने क्रममा चाहिँ त्यसलाई छोप्ने, नसाहरू तलसम्म बन्ने, यो सबै कामहरू गर्छ। र यो काम भएन बच्चामा भने त्यसलाई न्युरल ट्युब डिफेक्ट भन्ने एउटा समस्या हुन्छ, जसले गर्दा साधारण अर्थमा अलिअलि समस्यादेखि लिएर हजुरको तल्लो खुट्टा चाहिँ प्यारालाइसिस हुने सम्मको समस्या हुन्छ, जुन जन्मजात हुन्छ बच्चालाई, हैन। जन्मजात बच्चा अपाङ्ग जन्मिन सक्छ, ढाडमा ठुल्ठुलो फोकाहरू आउने, खाल्टो जस्तो जम्ने, हैन, अनि बच्चाको तलको हातखुट्टाहरू नचल्ने, त्यस्तो रोगहरू हुन्छ। त्यो भयो भने बच्चा अपाएज अथवा कुँजो हुनसक्छ। त्यसको रोकथामको लागि चाहिँ यो औषधि यदि त्यो समयबाट, मैले भनेको समयबाट प्रयोग गर्नुभयो भने, यसले चाहिँ ढाडको बनावट अथवा न्युरल ट्युबको बनावट अथवा नसाको बनावटलाई चाहिँ एकदमै जस्तो बन्नुपर्ने हो त्यस्तो बनाउँछ। त्यसको समस्या धेरै नै आइरहेको छ। त्यो भएको हुनाले तपाईँहरूले यो प्लान गर्दै हुनुहुन्छ भने यो कुरालाई मनन गर्नुहोला र यो औषधिको सेवन गर्न नछुटाउनुहोला। हस्, धन्यवाद, नमस्कार।